वेलकम छ हजुरहरूलाई मेरो भ्लगमा। आज चाहिँ न्यू डे न्यू भ्लगको साथहरूसँग आइसकेको छु। म फेरि पनि देवी ठकुरी आयु हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा राखेको छु। एकदम ठिकठाक छु भन्दै आजको चाहिँ के को भ्लग हुनेछ त भन्दा मैले चाहिँ अघि भर्खरै बिहान हिजो जन्तिकाको भ्लग अपलोड गरिहालेँ। अनि साथसाथै आज पनि मैले फेरि पनि आज चाहिँ भोजको दिन, आज चाहिँ भोज, आज चाहिँ यता भोज खुलाउने केटापट्टि। अनि त्यसको भ्लग आज चाहिँ म कन्टिन्यू गर्दैछु। हिजोको भ्लगमा के कस्तो भयो लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु भएको छ भने थ्याङ्क यू सो मच यो भिडियो बापत नै। अनि मैले चाहिँ हिजो कति कुराहरू मैले क्याप्चर गर्न सकिनँ, त्यसमा सरी भन्न चाहेँ। मैले किन क्याप्चर गर्न सकिनँ त भन्दाखेरि अब त्यस्तै हो। अब सिमला यति गर्मी, फर्स्ट अफ अल त मैले त यति गर्मी भन्छु कि हेर्नुहोस्, यति गर्मी। यदि हजुरहरूले सिमलाबाट हेर्दै हुनु, सिमला हो कि सिमराबाट कस्तो चाहिँ भन्न खोजेको बुझिसक्नुभयो हजुरहरूले। सिमराबाट हेर्दै हुनुहुन्छ भने यति गर्मी कि यति गर्मी। हाम्रो त्यो यता मलाई गर्मी त्यस्तो चाहिँ लागेन, त्यहाँ चाहिँ टुमा चाहिँ गर्मी के हुन त हामीलाई साडीहरूले पनि भएर होला एकदम गर्मी मानेको, गर्मी फिल भएको। अनि गर्मी अनि त्यही भएर मैले चाहिँ क्लिपहरू लिन सकिनँ। अनि त्यस्तै त हो, केटाकेटीसँग यता गरेँ उता गरेँ, घरि के भन्दा मैले धेरै क्लिप लिन सकिनँ, त्यसमा सरी। अनि आज चाहिँ भोजको दिन। अनि म चाहिँ बिहानै उठेको थिएँ, सुतेको साँच्चै म हिजो भिडियो एडिट गरेर सबै गरेर तयारी कि भोलि आज बिहान हाल्नलाई सब तयारी बनाएर सुत्दा म कति बजी थियो त आइपुग्न चाहिँ हामी 11 बजे 10 बजे आइपुगेको थियौँ। तर बाजा बजाउँदा भित्रको के गर्दा सुत्दा कति 1 बज्न लाग्थ्यो। अनि गर्दा त मैले भिडियोहरू के अपलोड गर्दा त कति बजे थियो भन्दा 2:30-3 बज्न लाग्थ्यो कि। अनि म 3 बजी सुतेको, अनि 3 बजे सुतेर 5:30 बजी उठेको भनेपछि म कति घन्टा सुतेँ होला त्यहाँदेखि। भिडियो बनाउनु त्यसै सजिलो छ भन्दा भ्लग आएन के गर्छ, भ्लग के गर्छ भनिराख्नुहुन्छ। भ्लगको लागि यहाँ मान्छे खटिनु परेछ कि, नखटिकन त केही पनि हुन्न। तर पनि आउनुभयो हाम्रो विशेष मिस। अनि त्यही हो, आज चाहिँ भोजको दिन। आज चाहिँ हामीले पार्टी चाहिँ कहाँ गर्ने त भन्दा घरमा नगर्ने भन्नुभएको रहेछ दिदीहरूले। अनि फेरि पार्टी प्यालेसमै पार्टी गर्ने भन्नुभएको रहेछ। यहाँ चाहिँ पूजासुजा भइरहेको छ, पूजा गरिराख्नु भएको छ, पण्डितजी आइसकेको छ। अनि यहाँ पूजासुजा गरेर अनि पार्टी चाहिँ पार्टी प्यालेसमै गर्ने भन्ने कुरा भएको रहेछ। मलाई चाहिँ थाहा थिएन, म त हिजो नै आएको नि त। अनि अब त्यहाँ कति 11 बजीतिर जाने भन्नुभएको थियो। अनि त्यही भएर अब यहाँ पूजासुजा भ्याएर यताउता भ्याएर अनि बेला जाने भन्नुभएको छ। के हुन्छ लेसको उतै गरेर भेटौँ न। अब यहाँको पनि मैले भिडियोहरू क्लिपहरू थुप्रै राख्छु। अनि हजुरहरूले हेर्नु, हेरेर इन्जोय गर्नु। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु त अवश्य नभुल्नु। देवी ठकुरीलाई माया गरिदिनु भएको छ, अझै बेसी माया गरिदिनु होला भन्ने आशा राखेको छु। आज चाहिँ भोज, तर कस्तो हुन्छ म आफूलाई थाहा छैन ल। अब के छ यहाँको माहौलहरू हेरौँ है त गाइस। अब भित्र पनि कस्तो छ, बाहिरको पनि यति माहौल त हेर्नु पऱ्यो। अनि म चाहिँ हिजो पनि नुहाएको, तर हिजो त आएको बित्तिकै नुहाएको कि म त सब ज्यान टाउको सब नुहाएको। कन्डिसनर ल्याएको नि, मैले कन्डिसनर युज गर्छु नि त। कन्डिसनर नानीले ल्याउनु पठाएर कन्डिसनर राखेको छु। अरू के हुन्छ म देखाउँछु ल। के छ मैले चाहिँ धेरै म तर गइनँ किनभने झ्याउ लाग्छ कि। अनि दुला बाबुको बाबा, अनि उहाँ चाहिँ चाचु हुनुहुन्छ भने यता हुनुहुन्छ चाची। चाची 4 भाइ तमाई हो आजीको कपडा राख्ने सेपरेट ठाउँ छ त्यहाँ सबैले लतपत्तै गराइदिए। के भन्छ सबैले मेरो कपडा चलाइदिए। यहाँ सुन पनि छ, पैसा पनि छ। म त यहाँ राख्छु सेपरेट ठाउँमा भने यहाँ राख्ने आउनु भएको छ कि। यहाँ खै खाम कुलपुडी खाँदै तेरो त ढङ्ग छैन कि सेलरोटी पुल्ने। अन्त घिउ हाल रोटीमा कति घिउ हाल यस्तो हुन्छ कि कसरी राम्रो
हेलो भाउजू हजुर हेलो हेलो आज मेरो ब्लग ल भ्लगमा मेरो सोल्टिनाको भ्लगमा आउने जति सबैलाई नमस्कार लाइक गरिदिनु कमेन्ट गरिदिनु मेरो नाम भन्नु न हजुरको परिचय भन्नु मेरो नाम चाहिँ नमस्ते सपना कार्की घर From? घर चाहिँ मेरो बर्दाघाट देवी चाहिँ मेरो सोल्टिना अझै यतिकै चाहिँ हुनु पर्दैन म चाहिँ बिहान बिहानै साडी लाएर राम्री भएको तर त्यसको महत्त्व भएन म चाहिँ भतिजोको आज पार्टीमा चाहिँ साडी लाएर रेडी भइसक्यो बिहान 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 म चाहिँ तल झरेको न भनेर तल जाँदैछु म चाहिँ टिका लगाउने कार्यक्रम भइरहेको रहेछ मैले चाहिँ त्यस्तै भयो मैले भिडियो बनाउँदा किनभने के हो फर्मुला अनि के अरे अहिले चाहिँ उसको टिकाको कार्यक्रम भइरहेको छ मैले पनि टिका लगाइदिनु पर्छ अरे आन्टी हो नि त म अनि त्यही भएर प्रोग्राम हुँदैछ यहाँ टिका आमा आजको सासू अनि कार्यक्रम आज चाहिँ राम्री भएर नि कस्तो भयो राम्रो फिल भइरहेको छ अनि यता सब टिका लाउने कार्यक्रम अनि पार्टी ब्यालेन्स भन्दा के भोट चाहिँ पार्टी ब्यालेन्समा अब के मान्छेको अझै पनि लाइनमा बस्दै हुनुहुन्छ टिकाको इन्तजारमा हामी चाहिँ यहाँ माथिमा अलि यहाँ चाहिँ क्यामेराम्यान दाइहरू यहाँ बसेर हेर्नु म यहाँ बस्दा हुन्छ दाइ के हुनु खाजा लाग्यो त दर्शकहरू हजुर ल लगाइदिनु पालै शान्ति हो कि लगाइदिनु बिहामा बिजी छोरा
म बिहामा आएको छु कि आएको छैन म बेलुका दाउराले छोडिदेऊ हो दाउरालाई छोडिदेऊ म बेलुकातिर आउँछु साथीहरू म फेरि आइसकेँ ल ड्रेस चेन्ज गरेर हजुरहरूको सामु अघि न चाहिँ मैले साडी लाएको थिएँ यति गर्मी कसमसे भनिछु मैले पैसाको त कसैले बिहा नगर्दा हुन्छ ल कति गर्मी भएको त्यो साडी फेरि यस्तो साडी यत्तिकै कि डाङडाङ थियो कि मैले त्यो साडी मैले 2 चोटि लाएँ होला तर त्यति बेला त जाडो महिना थियो र एकदम थपक्क बसेको खटाउन सकेको थिएँ अहिले त गर्मी भएर यति त होइन अनि म त खोल्थेँ साडी अनि टिका लगाइदिउँ नि त हामीले अनि यहाँ पूजासुजा गर्नुभएको थियो अनि टिका लगाइदिएर अनि मैले टिका पनि लगाइदिएँ अनि मैले साडी खोल्थेँ अनि पार्टी प्यालेस जाँदा त बरु यो कुर्तै लगाएर जान्छु अनि म त कुर्तै लगाएँ कि गर्मी उत्तिकै त्यो साडी सकाओस् अनि त्यही भएर अनि सबै हिँडिसक्नु भयो कि पार्टी प्यालेस जानु भनेर अनि म पनि हेलो दुधा बाबु हाई भन्नु हेलो हुन्छ के लिएर आएको त्यस्तो यो उसो के पुस ए बुझेँ त्यही हो हाम्रो आज चाहिँ आयो कि अनि हामीहरू बस्दा अनि सबै लगभग कति सबैजना चाहिँ दिदीहरू चाहिँ गइसक्नु भयो प्याटी प्यालेसतिर खाना खान सबै भोगायो भनेर अनि हामी चाहिँ यहीँ छौँ कति बेला जाने म चाहिँ आजीहरूसँगै जानु पर्ला भनेर चाहिँ म चाहिँ आजीहरूलाई पर्खिरहेको छु यिनीहरूको पुरा पैसामा मार्केटिङ हुँदैछ कति पो भएन नि त्यो पैसा 100 रुपियाँ दिन छ हजुर मलाई आज मैले 100 रुपियाँ दिन गरेँ कि नानी खोलिदियो नि यो खामभित्र पैसा खामभित्र दादा लिएर भाउँछु खै कति छ टिका लगाएर दिएको 600 रुपियाँ दिनु 600 रुपियाँ 700 नानी पैसा गर्ने दिएर म त उडायो अघि मलाई यो खामको कति सर्टेज थियो म चाहिँ गर्मीले हत्तु भएर ड्रेस चेन्ज गरेर बसेको अनि आज चाहिँ यहाँ छोरा पनि त्यही हो अब हामी चाहिँ पार्टी प्यालेस जान्छौँ अनि पार्टी प्यालेस गएर गम खाएर फेरि घर आउँछौँ कति अझै पाउँछ अहिले के गर्दा अब के गर्नु र अझै पार्टी प्यालेस आइसकेको छौँ हामी चाहिँ स्कुटीमा आयौँ आजहरू चाहिँ आउँदै हुनुहुन्छ स्कुटीमा 3 जनाको नि त नानी आज चाहिँ मैले साडी लगाएन कि घामले के गर्मी भएर मेरो साडी तासको साडी आमामा यति गर्मी तर यो पैसा हुँदा कसैले बिहान नगर्छु नि नबिदो के मान्छे नै छैन कि हाम्रो त थोरै है नानी कस्तो महसुस भइरहेको त आज चाहिँ नानीले हिजो मैले बिहाको दिन लगाएको साडी आज चाहिँ लाहरूले राम्रो सुट गरिरह म चाहिँ यहाँ छु के हुन्छ कता हो भित्रै पसेर देखाउँछु ल हजुरहरूलाई कति गर्मी भयो कि भित्र पसेको त कस्तो आनन्द फिल भएको के यति गर्मी छ नि बाहिर यति गर्मी छ भनि सार्दै होइन कि म त त्यही भएर सब कपडा चेन्ज गरिसकेको दिदी भित्र आएर कस्तो महसुस भएछ तपाईँलाई मलाई शीतलो एसीको हावाले आनन्द आइरहेछ गर्मी भएको थियो मान्छेहरू अहिले यस्तो टनाटन अवस्थामा आउँदै हुनुहुन्छ खाना चाहिँ पस्किरहेको अवस्था यता मेरो ठुल्बाहरू जानुभएको छ हजुरलाई पनि स्वागत छ मेरो ब्लगमा धन्यवाद यतिको चाहिँ हुँदैन
भएछ क्या अनि त्यही भएर खाना लगाएको खानकीमा के छ म हजुरहरूलाई देखाउने छु मान्छे चाहिँ सबै आउनु भएको छैन कि सबै घरमै हुनुहुन्छ कि जो भोग लाग्छ नि त्यस्तो तिनीहरू मात्रै आउनुभएको छ अरू चाहिँ सब घरै हुनुहुन्छ कि लागि यतिको लाइन चाहिँ लाग्नुपर्छ नानी फर्स्ट हेर न हामी बाबुको फुपू अनि भइहाल्छु मलाई चाहिँ कस्तो साडी लगाएर कुर्ता लगाएको कस्तो खुल्ला फिल भइरहेको ल तिमी पनि यहाँ बस ल यो यहाँ राख्छु म त्यही हो मलाई चाहिँ यहाँको कस्तो आनन्द फिल भइरहेको छ आनन्द बाबु के खाने हो त्यो मैले ठिको लिनु भयो है त्यही हामी बाबु खान्छ जाने नबिदा कस्तो राम्रो बनाएर तिनीहरूको भिडियो बनाउनु के हो यो चटनी हो खानुपर्छ नि मलाई हजुर खानु न किन सँगै अरूसँग खानु किन यस्तो टोपी लाउनु भएको बरु यति किन्नु भयो त्यस्तो टोपी कोट प्यान्ट ला त्यस्तो रातो टोपी लाएर हिँड्नु यतिको राम्रो देखिएर नि मन परेन म खाना भिडियो बनाउँछु म खाना खान्छु अनि बोल्दा देखाउँछु ल हजुरहरूलाई चाहिँ खाना पनि ल्याइसकेको साथीहरू अब म चाहिँ खाना लगाएको खानामा छ हाम्रो यहाँ छ मटन अचार यहाँ चटनी सलाद पापड अनि यहाँ छ के भन्छ नानीहरूलाई पनिर रोस्ट अनि फिस माछा छ अनि मैले चाहिँ धेरै लिएन किनभने मलाई माछाहरूको आइटम मलाई खासै मन पर्दैन हजुरहरूलाई थाहा छ म पुलाउ लभर हो मासु लभर होइन भन्ने अनि म्युजिक बजिरहेको छ कपिराइट लाग्छ मेरो योभन्दा अगाडिको भिडियोमा पनि 2-3टा कपिराइट ल्याइसकेको छ म चाहिँ खान्छु अनि खाएपछि हजुरलाई के हुन्छ म अपडेट दिँदै गर्छु ल हाम्रो नानीहरू कस्तो भयो मिठो म खान्छु अनि खाएपछि म हजुरहरूलाई देखाउँछु ल पहिला सुरु त हजुरलाई खाए ल डेकोरेसन रहेको मान्छे कोही आएको छैन क्या म घर जाने भनेको यिनीहरूले त केसे बोल्ताए यिनीहरू केसे म चाहिँ खालि जान्छु भन्छु यिनीहरूले बस भन्छ अनि मेरो मन फुरुङ्ग हुन्छ बस्छु जै बा 5 बजिसक्यो गर्दा गर्दै दिमाग आउट भइसक्यो यिनीहरू दुईटाले सल्लाह गर्दैछ टिकटक गराउनु भन्दै टिकटक पनि खै काम पनि छैन फुर्सद पनि छैन भनिरहेको छु म चाहिँ अनि त्यही हो आजको मेरो भ्लग त के भयो मिक्स माक्स भयो जस्तो लाग्छ
साथी नभएपछि यस्तो पीडित हुँदो रहेछ एकलै समय टिकटक गराउँछु समातियो भन्दा पनि कसैले समातिदिन गाह्रो छ मलाई एकतिर झ्याउँ झ्याउँ डेक बजेर नाचेर छे किन होला मलाई हिजो त म त नाचेको थिएँ आज त मलाई त नाच्न मन पनि लागेन जिजो ला झ्याउला मान्छे देख्दा पनि किन म त रिस उठ्यो है मलाई त मान्छे देख्दा पनि तिमीहरू देख्दा पनि त्यही हो आज चाहिँ 5:30 भइसक्यो कति बेला जाने हो राजु के भनेर हारबेन आज फायर भनेर खै किन पोख्नु पऱ्यो आफ्नो मनमा राख्ने हो कि जे छ मनमा पोखेर के मन हल्का भयो भएन नि म त रुचाउन कि अरूलाई सुनाएर हिँड्ने मान्छे त यिनीहरू सब तर हजुरहरूले एउटा कुरा नोटिस गर्नु भएको छैन नि गाइस आफ्नो बिहा भोजको दिन मान्छेहरू सब ठाटास ठुस के कुरामा चित्त पर्दैन फुद्रुस भइहाल्छ यहाँ त्यो कुरा चाहिँ यो बिहामा पनि भइरहेको छ दाजुभाइ खण्डहरू भइरहेको जे थिए जे के भन्छन् है आज जे भयो राम्रोको लागि भयो भने जस्तो त्यही हो त्यही भन्ने हो बस्ने हो अब हामीले के छ र हामी त्यही मासु भात टम्म खाने अनि नाच्ने हिँड्ने हो नि त दिदी अरूलाई टेन्सन पर्छ मैले मासु भात भन्दै भ्लग बनाउँदै हिँड्दै सब फायर फिल भइरहेको अनि त्यही हो म आफ्नो दाइको अर्का काम गरेन आफ्नो दाइको हजुरको अब म चाहिँ उस गर्छु टिकटक गराउँछु अनि त हाम्रो टिकटक गराउँछु अनि हजुरहरूलाई पनि अपलोड गर्छु अनि थाहा पाउनुहुन्छ ल म टिकटक गराउँछु ल Sampai 9 hari aja, yang akan langsung berapa